Good morning. आज हेर्नुहोस् म हेयर मर्निङ वकमा हुँदाखेरि हाम्रो टासी भ्यू पोइन्टको भ्यू हेर्नुहोस् न यहाँको गार्डन भेरी ब्युटिफुल यो लोकेसन चाहिँ हाम्रो यहाँबाट चाहिँ हाम्रो माउन्ट कञ्चनजङ्घा देख्छ तर आज कुहिरो लागिरहेको रहेछ। यो सबै देख्ने जग्गा हाम्रो नर्थ सिक्किम हो तर अन द वे हेर्नुहोस् त कति राम्रो ब्युटिफुल फ्लावर्स तपाईँहरूलाई यत्रो पानी पर्दैछ तर कति फ्रेस छ हेर्नुहोस् न। अब हामी टासी भ्यू पोइन्ट आइपुगे। हेर्नुहोस् 210, 220 हामी पुगे टासी भ्यू पोइन्ट। यो यस्तो जग्गा हो यहाँबाट चाहिँ माउन्ट कञ्चनजङ्घा क्लियर देख्छ, गान्तोक क्लियर देख्छ। यहाँबाट चाहिँ राति चाहिँ यता गान्तोकको भ्यू राम्रो देख्छ। यो चाहिँ हाम्रो भ्यू पोइन्ट हो। हेर्नुहोस् न फुलहरू कति ब्युटिफुल। यो साइड चाहिँ गान्तोक, ब्युटिफुल गान्तोक अलिक रुखले छेल्दो रहेछ। राति चाहिँ ब्युटिफुल देख्छ। यो रोड चाहिँ गान्तोक नथुला रोड हो। अन्त यसको साथमा यहाँनिर बाइपास छ। यो रोड चाहिँ जान्छ टुवर्ड्स मङ्गन। यो पनि बोर्डरै हो, बोर्डर रोड चाहिँ हो। यो रोड चाहिँ यसरी जान्छ। कति राम्रो जङ्गलको भ्यूहरू छ, नेचुरल भेजिटेसन राम्रो छ। हेर्नुहोस् फुलहरू र हेर्नुहोस् त यहाँ टुरिस्टहरू पुरा आउँछ दिउँसो। अहिले चाहिँ एक बिहानै भएर अहिले 6-7 बज्दैछ। त्यसले गर्दा अहिले टुरिस्टहरू छैन। अब एकछिनदेखि टुरिस्टहरू पुरा आउन थाल्छ। ब्युटिफुल भ्युज। कति दामी दामी फुलहरू रोप्नु भएको रहेछ यहाँको कमिटीले। यो विन्ड चाइम्सको साउन्ड सुन्नुहोस् न, कति काम है, कति
रिटर्नमा हेर्नुहोस् न कस्तो स्टेप डाउन छ बाटो, अलिक जोगेर हिँड्नुपर्छ यहाँ चाहिँ। यहाँ एक्सर्साइज गर्ने, वक गर्नेहरू, बिहान योगा गर्नेहरू डेली पुरा हुन्छ। आज चाहिँ अलिक वेदर बिग्रेको छ, त्यसले गर्दा प्रायः मान्छेहरू छैन। ल्या अब म पुगेँ रोडमा, पार्किङमा। अन्त यहाँ मेरो बाइक, म बाइकमा आएको। यहाँदेखि चाहिँ म रनिङ गर्दै जान्छु उता। ओके, मसँग भनिरहनुहोस्, यस्तो ब्युटिफुल जग्गाहरू घुम्नुहोस् मसँग। र अब म आजलाई यो मेरो सानो भिडियो यतिमै राख्दैछु। थ्याङ्क यू।